नमस्कार। आयोग केन्द्रमा हजुरहरूलाई हार्दिक स्वागत गर्दछौँ। हामीले लोकसेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ तथा विभिन्न संस्थानहरूले लिने प्रतिस्पर्धात्मक परीक्षाको लागि सहयोगी भिडियो सामग्री लिएर आउनेछौँ। तपाईँहरू सबैजना सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ। आज हामीले नेपालको हाइवे सम्बन्धी जानकारी लिएर आएका छौँ। नेपालको राजमार्गहरूको सुरुको स्थान, अन्तिम स्थान, त्यस्तै ती राजमार्गहरू कुन देशको सहयोगमा बनेको छ भनेर निकै नै महत्त्वपूर्ण भिडियो लिएर आएका छौँ। सुरु गरौँ महेन्द्र राजमार्गबाट। महेन्द्र राजमार्गको लम्बाइ 1027.67 किलोमिटर रहेको छ भने यो काँकडभिट्टा झापाबाट सुरु भएर गड्डाचौकी कञ्चनपुरमा गएर टुङ्गिन्छ। यो महेन्द्र राजमार्ग भारत सरकार, रुस, अमेरिका, बेलायतको सहयोगमा चाहिँ बनेको हो। यो राजमार्गको बारेमा हामी एकैछिनमा थप चर्चा गर्ने नै छौँ। त्यस्तै त्रिभुवन राजपथको लम्बाइ 188.79 किलोमिटर रहेको छ। यो त्रिपुरेश्वर काठमाडौँबाट सुरु भएर सिर्सिया पर्सामा गएर टुङ्गिन्छ। त्रिभुवन राजपथ अमेरिका र भारत सरकारको सहयोगमा बनेको हो। त्यस्तै अरनिको राजमार्ग 112.83 किलोमिटर रहेको छ। माइतीघर काठमाडौँबाट सुरु भएर सिन्धुपाल्चोक कोदारीमा गएर टुङ्गिन्छ। अरनिको राजमार्ग चीन सरकारको सहयोगमा बनेको राजमार्ग हो। पृथ्वी राजमार्गको लम्बाइ 173.4 किलोमिटर रहेको छ। यो नौबिसे धादिङको नौबिसेबाट सुरु भएर काशी पोखराको पृथ्वी चोकमा गएर टुङ्गिन्छ। यो राजमार्ग पनि चीन सरकारको सहयोगमा बनेको राजमार्ग हो। त्यस्तै मदन आश्रित मार्ग तपाईँहरूलाई थाहा नै छ। यो 36.16 किलोमिटरको रहेको छ। यो नारायणगढ मुगलिन सडक खण्ड पनि भन्छौँ यसलाई हामी। नारायणगढबाट सुरु भएर मुगलिनमा गएर टुङ्गिन्छ। यो चीन सरकारको सहयोगमा बनेको राजमार्ग हो। त्यस्तै बिपी राजमार्गको लम्बाइ 160 किलोमिटर रहेको छ। बिपी राजमार्ग काभ्रेको धुलीखेलबाट सुरु भएर महोत्तरीको बर्दिवासमा गएर टुङ्गिन्छ। बिपी राजमार्ग तपाईँहरूले ख्याल गर्नुहोला, यो जापान सरकारको सहयोगमा बनेको राजमार्ग हो। त्यस्तै मेची राजमार्ग 352 किलोमिटर रहेको छ। झापाको केचनाबाट सुरु भएर धारिला ताप्लेजुङमा गएर टुङ्गिन्छ। यो नेपाल सरकार र एडिबीको सहयोगमा चाहिँ बनेको राजमार्ग हो। त्यस्तै अर्को राजमार्ग छ कोशी राजमार्गको लम्बाइ 114 किलोमिटर रहेको छ। विराटनगरबाट सुरु हुन्छ। विराटनगरबाट सुरु भएर धनकुटामा गएर टुङ्गिन्छ। धनकुटाको हिले भन्ने ठाउँमा चाहिँ गएर टुङ्गिन्छ। यो जुन छ कोशी राजमार्ग यो नेपाल सरकार र बेलायत सरकारको सहयोगमा बनेको राजमार्ग हो। सिद्धार्थ राजमार्ग 181.2 किलोमिटर रहेको छ। यो काशी पोखराबाट सुरु हुन्छ, सुनौलीमा गएर टुङ्गिन्छ। यो सिद्धार्थ राजमार्ग याद गर्नुहोला, भारत सरकारको सहयोगमा चाहिँ बनेको राजमार्ग हो। सगरमाथा राजमार्ग 265 किलोमिटर रहेको छ भने यो कदमहा सप्तरीबाट सुरु भएर सल्लेरी सोलुखुम्बुमा गएर टुङ्गिन्छ। यो नेपाल सरकारकै सहयोगमा बनेको, नेपाल सरकारले नै बनाएको राजमार्ग हो। त्यस्तै राप्ती राजमार्ग 168.54 किलोमिटर रहेको छ। यो अमिलिया भनेको दाङबाट सुरु भएर मुसिकोट रुकुममा गएर टुङ्गिन्छ। यो पनि नेपाल सरकारले नै बनाएको राजमार्ग हो। रत्न राजमार्ग 113.08 किलोमिटरको यसको लम्बाइ रहेको छ। यो राजमार्ग कोहलपुर बाँकेबाट सुरु भएर सुर्खेतको बाङ्गे सिमलमा गएर टुङ्गिन्छ। यो पनि नेपाल सरकारले नै बनाएको राजमार्ग हो। कडाली राजमार्ग 232 किलोमिटर रहेको छ। यो बाङ्गे सिमल सुर्खेतबाट सुरु भएर जुम्ला खलङ्गा जुम्लामा गएर टुङ्गिन्छ। यो पनि नेपाल सरकारकै सहयोगमा बनेको राजमार्ग हो। महाकाली राजमार्गको लम्बाइ 325.08 किलोमिटर रहेको छ। यो मोहना पुलबाट सुरु भएर टिङ्कर दार्चुलामा गएर टुङ्गिन्छ। यो अमेरिका बनेको अमेरिकन सरकार र नेपाल सरकारको संयुक्त सहयोगमा बनेको
राजमार्ग हो। त्यस्तै सेती राजमार्ग 65.96 किलोमिटर रहेको छ। यो डडेलधुराबाट डोटीसम्म रहेको छ। स्याउले बजार डडेलधुराबाट सुरु भएर सिलगढी डोटीमा गएर टुङ्गिन्छ। यो राजमार्ग एडिबीको सहयोगमा बनेको राजमार्ग हो। आउनुहोस् महेन्द्र राजमार्गको बारेमा थप केही चर्चा गरौँ। महेन्द्र राजमार्ग झापा जिल्लाको काकडभिट्टाबाट सुरु भएर पश्चिममा कञ्चनपुर जिल्लासम्म फैलिएको छ। यसको लम्बाइ हामीले अघि चर्चा गरिसक्यौँ, 1027.67 किलोमिटर रहेको छ। यो राजमार्गले कुल 22वटा जिल्लालाई समेट्दछ अथवा छुन्छ भनौँ, जसमा चाहिँ तराईको 20वटा जिल्ला र पहाडको 2वटा जिल्ला गरेर 22वटा जिल्लालाई चाहिँ यसले समेट्दछ। यो राजमार्गले तराईको पर्सा जिल्ला बाहेक सबै जिल्लालाई छुन्छ। त्यस्तै पहाडी जिल्ला चाहिँ मकवानपुर र अर्घाखाँचीलाई पनि यसले छुन्छ। त्यस्तै यो राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो, 71 मिटर रहेको छ भने सबैभन्दा अग्लो भाग चाहिँ बाँकेको पुसमा हो, 950 मिटरमा रहेको छ। त्यस्तै महेन्द्र राजमार्गको सबैभन्दा बढी छुने जिल्ला चाहिँ बाँके हो र सबैभन्दा कम छुने जिल्ला चाहिँ अर्घाखाँची रहेको छ।